कस्तो हुँदैछ? अब झन् बबल यात्रा हुन्छ गरौँ रमाइलो हुँदैछ नि हाम्रो टोलीलाई। हेलो एभ्रीवन, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला। म सन्चै छु र आज फेरि तपाईँहरूसँग नयाँ भ्लग लिएर आएको छु र आज विशेष गरी आजको हाम्रो टुर हुनेवाला छ। खाँदबारीदेखि हाम्रो यता चोम्लुङ पार्क बसन्तपुर र साथसाथै हामी यता तिनजरे मिल्केसम्मको आजको यात्रा हो हाम्रो। र आज विशेष गरी ग्लोबल कम्प्युटर सेन्टरमा अध्ययन सम्पूर्ण भाइ बहिनीलाई चाहिँ ग्लोबल कम्प्युटर सेन्टरलाई चाहिँ आज टुर लगिरहेको छ होइन। कति पढाइ मात्र नभएर आज चाहिँ एउटा नेचरलाई पनि हामीले अवलोकन गरौँ भन्ने एउटा नाराका साथ चाहिँ हामीले लगिरहेको छौँ। र सबैजना भाइ बहिनी अगाडि आइसक्नु भएको छ, सबैजना उपस्थित भइसक्नु। अब हाम्रो बाँकी अलिक अगाडि केही ढुङ्गे धाराको ग्रुपहरू चाहिँ बाँकी हुनुहुन्छ र लगभग हामी आजको दिनमा चाहिँ 60को हाराहारी विद्यार्थीहरू हुनुहुन्छ र सबै हामी स्टाफहरू गरेर विद्यार्थीहरू लगभग 60 वा 65 का हाराहारीमा छौँ। अलिकति सबैलाई सिट पुग्न चाहिँ गाह्रो छ, त्यही पनि हामी सबैजना एडजस्ट गरेर जानेवाला छौँ। र आजको हाम्रो यात्रा भबल रमाइलो हुनेवाला छ भन्ने आशा गरौँ। सबै छिरिसक्नु भएको छ, सबै सिट प्याक छ आज हाम्रो। पछाडि चेपिरहेको ल। अनि हामीले चाहिँ खाँदबारी बजार आसपास हाम्रो पहिलाको काउन्टर चाहिँ यमा थियो, अहिले चाहिँ हाम्रो बस काउन्टर यहाँ तल सरेको छ, जस्तो अलिक व्यवस्थित भइसकेको छ। अनि हाम्रो यहाँनिर नाम रुजु कार्यक्रम हुँदैछ, हाजिरी हुँदैछ। लगभग सबैजना लगभग हामी यहाँबाट 7 बजी हिँड्न चाहिँ 6 बजी हिँड्न भनेर आएको थियो। लगभग 7 बज्ने रहेछ होइन। अनि 7देखिको 8, 9, 10 लगभग खाना खाने टाइममा चाहिँ हामी लगभग 3 घन्टामा चाहिँ माथि देउराली पुग्नेवाला छौँ। र हाम्रो खानाको व्यवस्था देउराली भइसकेको छ। हिजो चाहिँ हामीले कन्ट्याक्ट गरेर कल गरेर भइसकेको छ। अनि यहाँबाट हामी 3 घन्टामा चाहिँ देउराली पुग्छौँ र त्यहाँ खाना खाएर एकछिन रेस्ट गरेपछि चाहिँ हामी तिनजरे मिल्के निस्किने हो। तिनजरे मिल्केबाट चाहिँ हामी ब्याक भएर चाहिँ हामी चोलुङ पार्क बसन्तपुर घुम्दै त्यसपछि चाहिँ हामी खाँदबारी आउँछौँ। खाँदबारीसम्म चाहिँ हाम्रो यात्रा अन्त्य हुनेछ र सबैको अबको बाँकी हाम्रो ब्लग चाहिँ तपाईँले यात्रामा देख्नुहुन्छ, रमाइलो पलहरू देख्नु हुनेवाला छ। र सबैजना चढिसक्नु भएको छ ल। यात्रा सबैलाई शुभ यात्रा। हाम्रो टिमलाई रमाइलो हुँदैछ ल। ठिक छ, अब हाम्रो यात्रा सुरु भइसकेको छ र सबैजना हाम्रो भाइ बहिनीहरू चढिसक्नु भएको छ। र हाम्रो यहाँनिर दुईजना भाइ बहिनीहरू चाहिँ चढ्न बाँकी हुन्छ। अब रमाइलो हुँदैछ। यो हाम्रो गाडीभित्रको माहौल हो, रमाइलो हुँदैछ। अब हाम्रो त्यहाँजना दुईजना भाइ बहिनी चढ्न बाँकी हुन्छ। यो एकदम रमाइलो हुनेवाला छ आजको हाम्रो यात्रा चाहिँ। अहिले यो भिडियो इन्जोय गर्नु। अहिले चाहिँ हामी कत्ले भन्ने गइसकेको छौँ र यहाँनिर हामी खाजा खानुको लागि चाहिँ सबैजना भाइ बहिनी झरिसक्नु भएको छ। अनि जस्ट यात्रा रमाइलो हुँदैछ। कति 1-2जना भाइ बहिनीलाई चाहिँ अलिकति साह्रो पारिरहेको छ, बमिट लागिरहेको छ होइन। जस्तो भयो अब अझै हाम्रो यात्रा त लगभग 10% मात्र हुँदैछ। अझै हाम्रो यात्रा जारी छ, निकै अझै हामीले यात्रा गर्नुपर्ने छ। र अब हामी यहाँनिर खाजा खान्छौँ, पानी खानु। हाम्रो खाँदबारी साइड माथि पुरै घुसु लगाएर के दिइरहेको छ होइन। रमाइलो हुँदैछ। खाजा खानुपर्छ ल। के खानु त खाजा ल। हाम्रो खाजा खानको लागि सबैजना भाइ बहिनी तयारी अवस्थामा हुनुहुन्छ। जस्तो अब यात्रा कस्तो हो म सोध्नेवाला छु तपाईँलाई। यात्रा कस्तो हुँदैछ? रमाइलो भयो? अघि कागतीसँग कस्तो हुँदैछ? अब चाहिँ अब झन् बबल यात्रा हुन्छ गरौँ रमाइलो हुँदैछ नि हाम्रो टोलीलाई। कस्तो हुँदैछ? ल ठिक छ। यता हाम्रो टोलीहरूलाई ठिक छ। कहाँबाट भेट्नु? खाजा चना थुक्पा त्यो बाहेक त केही छैन। बनेको बिहान औषधि खाँदा हुन्छ। भरे खाजा पुरै थुक्पा तान्ने बेला हुन्छ। त्यसो हामी यहाँनिर खाजा खान्छौँ, त्यसपछि हाम्रो यात्रा अगाडि बढ्नेवाला छ। र हाम्रो खाजामा चाहिँ आज थुक्पा र चना। कस्तो छ? मिठो छ? कागती सही पर्छ त। मिठो भयो? ल ठिक छ। पावर ब्याङ्क छैन मेरो त, अब यहीँ चार्ज गर्नुपर्छ। साह्रो परिसक्यो भयो। औषधि खानु ल। कोही साह्रो भयो? कसलाई साह्रो हुन्छ? कसो भयो? मलाई एसी चाहियो। एसी चाहियो? कहाँबाट एसी ल्याइदिनु? मलाई यस्तो कुट्याएर मारो।
केले किचा सरी तपाईलाई भन्नु पर्दैन कसैले सेन्ट नल भन्न सेन्ट यस्तो गनाको छ धेरै त्यही अन्त नि पसिना सबैले हेन्सम हुनु पर्यो सबैले राम्रो राम्रो हुनु पर्यो सेन्ट लगाएर त्यो झन् सेन्ट मिक्स हुन्छ नि सब भरे बिस्कुट हुन्छ बाउ कस्तो हुन्छ मिसोला रमाइलो हुँदैछ कस्तो हुँदैछ पिरो हुँदैछ ल ठिक छ अरू सबैको बाँकी भइसक्यो ल कस्तो हुन्छ यात्रा हाम्रो बाहिरको राम्रो ल अब झन् म यात्रा गर्नु बाँकी छ ठिक छ अब झन् रमाइलो गर्दै जानुपर्छ आज पुरै बस हिँडिसकेका छौँ र अब हामी लगभग यहाँबाट हामीले 2 घन्टा लगभग 2.5 घन्टा लाग्छ ल देउराली पुग्नलाई त्यहाँनिर हामी खाना लगाउँछौँ जस रमाइलो हाम्रो यात्रा हुँदैछ पछाडि नदेखिरहेछ नि हाम्रो टोलीहरू फाइनली हामी देउराली आइसकेका छौँ र यो देउराली हाम्रो यताबाट शङ्कर सभा खाँदरीमा आउने बाटो अनि एउटा उता हामी सिद्धुवा हुँदै उता बसन्तपुर सिद्धुवा हुँदै उता तराई झर्ने अनि हामी यहाँबाट यो चोकबाट यो साइडबाट चाहिँ यता हामी जान्छौँ तिनजेरी मिल्की अनि हाम्रो खाना खाने ठाउँ चाहिँ यहाँनिर श्री हिमगङ्गा गेस्ट हाउस यहाँनिर चाहिँ हामी खाना खान्छौँ अनि सबैजना भाइ पनि बसबाट उत्रिँदै हुनुहुन्छ अनि यहाँनिर हामी खाना आइसकेपछि केही समय रेस्ट गर्नेवाला छौँ कस्तो भइरहेको छ यात्रा ज्याम ठिक छ बिजोकै भयो लामो बाटो भएकोले सबैलाई लिएर गाह्रो भइरहेछ लामो बाटो सबैलाई टाउकै दिइरहेको छ है गाडीले अब चाहिँ हामी देउरालीको चिसो वातावरणमा मिठो अर्ग्यानिक खाना खानेवाला छौँ र सबैजना भाइ बहिनी यहाँनिर खाना खानुको लागि तयारी अवस्थामा हुनुहुन्छ सबैजना प्लेट लिएर आफू खाना पुस्किँदै हुनुहुन्छ एकदम ठिक्कै हालेर खाने है ल ठिक छ ल अब खाना खानुपर्छ मजाले सक्दो कस्तो भइरहेछ भोकले गाह्रो हो ठिक कतिको स्वाद छ मिठो छ अझै थप्नुपर्छ के लायो नुन खोर्सानी नुन खोर्सानी त कहाँ छ यहाँ चाहिँ सबैलाई पुग्यो नुन खोर्सानी ल आजको हाम्रो देउराली अवस्थित होटलमा खानपिन कार्यक्रम भइरहेको छ हाम्रो सम्पूर्ण टिमको अब भने मेरो खाना रेडी भइसकेको छ खोर्सानी एक ढेँडे अचार टक्कसँग यहाँ सलाद छ ल पहिले यसबाट सुरु गरिहालौँ किन खाएको खै जतिको त यसो कुखुरा चार हाल्छ सुरु गरिहालौँ चिसो ठाउँको चाहिँ खाना नै स्वाद हुन्छ भने चाहिँ हाम्रो गाडीभित्रको माहौल एकदमै रमाइलो भइरहेको छ
तिनचुरे मिल्के चाहिँ हाम्रो लग समुद्र सतहदेखिको 2600 हाइटको मिटरको हाइटमा छ। अनि जस यहाँ एकदमै बल रमाइलो एकदम चिसो हावा आउँदैछ र हाम्रो लास्ट टोली हामी आउँदैछौँ र मैले यहाँ देखिरहेको छु हाम्रो जङ्गली स्ट्रबेरी पाकिरहेको छ। मिठो हुन्छ नि यहाँ त तर यो त उठेर छ यहाँसम्म पाकिरहेको छ स्ट्रबेरीहरू मिठो हुन्छ कहाँ यो किन्नु पऱ्यो भने यहाँ रहेछ जस्तै स्ट्रबेरी चाहिँ त्यो हाम्रो को लागि चाहिँ कृषिको लागि गर्ने चाहिँ अर्कै हो हाम्रो जङ्गली स्ट्रबेरी हो यो चाहिँ होइन दामी छ स्वाद चाहिँ एकदम मिठो हुन्छ यो अलिक सानो सानो हुन्छ जङ्गली यो स्ट्रबेरी चाहिँ त्यो हाम्रो हुन्छ नि त्यो व्यावसायिक रूपमा लाउने स्ट्रबेरी चाहिँ ठुल्ठुलो दाना हुन्छ भने यो जङ्गली स्ट्रबेरी चाहिँ एकदम सानो सानो हुन्छ एकदमै मिठो गुलियो छ पाएको यतिखेर जस्तो यतिखेर चाहिँ यो अलिकति हाई लेग साइडतिर मजाले पाकिरहेको छ यहाँ भित्रमा यहाँ पाकिरहेको छ जस एकदमै मिठो हुन्छ यो खाना जस लेग साइडतिर चाहिँ एकदम यो जङ्गल यो पाखा होइन यस्तो डाँडा काँडाभरि पाकिरहेको हुन्छ यसोतिर सिजन हो यो पाक्ने अनि हामीले चाहिँ गोठाला गर्दाखेरि यता गर्दाखेरि ऐँसिलो यस्तो स्ट्रबेरी एकदमै खान्थ्यौँ अनि यतिर मजाले यो डाँडा सबै स्ट्रबेरीको डाँडा यो चाहिँ होइन फाइनली हामी तिनचुरे मिल्के डाँडामा आइसकेको छौँ र हाम्रो पाथिभएर मन्दिर यो ब्याकग्राउन्डमा देख्नुहुन्छ भने अनि यो डाँडामा हामी यतापट्टि घुम्न जानेवाला छौँ अनि यहाँबाट पर यस्तो डाँडा पनि छ हाम्रो ट्र्याक चाहिँ अनि यहाँबाट त्यो डाँडा छ हामी त्यता साइडमा जाँदै निकै पर पर्छ अनि हामी एकछिन यो साइडमा बस्छौँ घुम्छौँ अनि फोटोहरू खिच्छौँ यो चौरतिर दामी आउनेवाला छ अनि एकछिन हामी मन्दिरतिर तब जुठो मुखले नपसौँ होइन अघि तँलाई नै मासु भात दन्काएर आएको त्यही भएकोले त्यो नपसौँ जस परेबाट हामी पाथिभएर मातालाई दर्शन गर्छौँ अनि त्यसपछि अब हामी त्यो डाँडामा गएर त्यो डाँडामा फोटो खिच्छौँ र त्यहाँबाट चाहिँ हामी सट्ट सरर ओह्रालै जान्छौँ अब भने हामी डाँडा घुमिसकेका छौँ र अब चाहिँ हामी यारन गार्डनतिर जान लागिरहेको छौँ अनि जुन यो ठाडो ट्रेल बाटो छ हाम्रो यो ट्रेल बाटो हामी ओर्लिँदैछौँ र यहाँ पश्चात हामी कति लगभग 20-15 मिनट जतिमा चाहिँ हामी ओह्रालो हिँडेपछि पुगिहालिन्छ होइन ओह्रालोमा छिटिन्छौँ नि त सरर झर्ने हो जस आज बल रमाइलो भइरहेछ जस शीतल भइरहेछ अलिकति दिन पनि मौसम पनि धुम्म भइरहेछ एकदम खाँदोबाट हामी तल्लो बाटो आउँदाखेरि चाहिँ लेगुवाबाट हामी त्यो चानुवा लेगा हुँदै आउनुपर्ने हुन्छ त्यहाँ आउँदाखेरि चाहिँ त्यो खोलाको बगर साइड आउँदाखेरि गर्मी एकदम अत्याधिक गर्मीले चाहिँ धेरै जसो भाइ बहिनीहरू चाहिँ भमिट गरिरहनु भएको थियो भमिटिङ भइरहेको थियो धेरैलाई अनि टाउको दिएर कोही सलक्कै भएर सुतिरहेको थियो जस अहिले हामी डाँडा आएपछि चाहिँ एकदम चिसो यहाँको हावा र पानीले मौसम एकदम फ्रेसवाला छ त्यसले गर्दा सबैजना एकदम फ्रेस भइसक्नु भएको छ अहिले भने सबै एकदम जोस जाएर छ एकदम रमाइलो नाएर फोटो टिकटक बनाउने टिकटक फोटो भिडियो भनेर सबैजना हामी फर्किँदैछौँ अब चाहिँ भने र हामीले अरू ठाउँ पनि जानुपर्ने भएको हुनाले हामी चाहिँ लगभग छिटो छिटो हिँडिरहेको छौँ किनकि समयको अभाव छ लगभग हाम्रो 2 बजिसकेको छ त्यो भएको हुनाले एरिया क्षेत्रमै छौँ र पाथिभएर डाँडाबाट झरिसकेका छौँ र अहिले हामी यो ठाडो ट्रेल बाटो हिँडिरहेको छौँ आउँदाखेरि चाहिँ उताबाट हामीले नजिक पर्छ त्यही भएर हामी उताबाट आएको र फर्किँदा चाहिँ हामी ओह्रालो पर्छ उकालो नभए आउनु पऱ्यो भने त यो बाटोमा त पसिना काट्छ मजाले त्यही भएर अहिले चाहिँ झर्दाखेरि चाहिँ हामी यो बाटो झरिरहेको छौँ ट्रेल बाटो जो शीतल एकदम रमाइलो भइरहेछ अनि अब पानी पनि पल्ला पल्ला जस्तो पनि भइरहेछ है धुम्म भइरहेछ त्यस्तो दिन त त्यस्तो साह्रो बितेको होइन त्यही पनि अब के भन्दाखेरि धुम्म भइरहेछ होइन धुम्म भएको हुनाले चाहिँ पुरा अलिक फेरि हामी जङ्गलभित्र छौँ त्यही भएर अँध्यारो भइरहेछ होइन पुरै रात परे जस्तो लागिरहेछ अनि त्यस पानी चाहिँ पर्ला जस्तो छ धुम्म भइरहेछ पानी पर्न बेर लाग्दैन अब यो बर्खाको सिजन हो होइन जीवा गुराँस पाइरहेको छ त्यहाँदेखि झरेर सक्न आएछ हाँगा नभाज्नु है हाँगा नभाज्नु फुल मात्र कोपिला लगभग अब लगभग हाम्रो जेठको हामी अन्तिममा भएको हुनाले लगभग फुल्नुपर्ने गुराँसहरू सबै फुलिसकेको छ र पछि रहेका केही मात्रामा गुराँसहरू मात्र पाइन्छ अब अन्तिम हो लगभग गुराँसको है सिजन
अन्त कोपिला रहेछ ऊ त्यहाँ एउटा एक दुईवटा रहेको मात्र हो कोपिला रहेछ त अन्त हामी चोलुङ पार्क आइसकेका छौँ र हामीलाई पानीले अलिकति गाह्रो बनाइरहेको छ होइन छाता नि बोकिएन अब बहिनीहरू चाहिँ उनी भएको छ हामी विद्यार्थीले अनि हामी यो साइड चोलुङ पार्क यतापट्टिसम्म छिर्छौँ अनि यहाँबाट हामी पानी परेको हुनाले अलिकति समस्या चाहिँ भइरहेछ कहाँ भित्र नछिर्नु कहाँ कराउँछ भित्र चाहिँ नछिर्न चकचक अन्त भित्र बाटो मात्र चकचक अनि पानी निकै परिरहेछ हामी पानीमा बावजुद पनि हामी सबैजना न जोस जागरका साथ लागि परिरहेछौँ यो भ्रमण चाहिँ कहिले बिर्सिँदैन है सर म अनि आज जस अघिसम्म दिन चाहिँ राम्रो भइरहेको थियो तर अहिले चाहिँ पानी परेको हुनाले राम्रोसँग मजाले घुम्न चाहिँ पाइएन अघि पनि माथि हामी हतारमा झर्न पर्यो पानी परेको हुनाले यहाँ फोटो खिच्छौँ भनेको पानी परिरहेछ त्यसले गर्दा फोटो अलिकति पानी रोक्यो भने चाहिँ फोटो खिच्ने र जुका पनि लागिरहेको छ होइन अघि कगजको जुका टालिरहेको थियो हामी अलिक सेपमा बस्छौँ अब सब सिजन हो Gonna